बडीगार्डहरू पनि कुरकुरे थिएन हेलो साथीहरू सेवा छिटकुमाको युट्युब च्यानलमा तपाईँलाई स्वागत छ मेरो बहिनी आस्था हाँसेको छ मलाई बोल्नु आएन भन्दै हामी चाहिँ अहिले धान बाल्छौँ होइन दसैँको सिजन त अनि धान बाल्नु है यो भएको चाहिँ राम्रो लाग्छ क्या यहाँनिर बसिरहेको छ गफहरू गर्नुसँग अनि अहिले घाम लाग्दैछ बिस्तारै हामी चाहिँ कोसीमा चाहिँ दुध कोसीको खेतमा अनि दुध कोसी तल छ अनि दुध कोसी अस्ति बाढी आएर कति बिलो परेछ यहाँनिर त आइज त पनि हाँसेको हाँसेको छ भिडियो बनाउनु पनि दिँदैन मैले हाँसेँ मिठो मिठो ल हामी चाहिँ माछा मार्नु हिँडेको यहाँ हाम्रो माछा मार्ने टोलीहरू हुनुहुन्छ यहाँनिर हिलो होइन यो मलाई देखा मलाई ब्याट्री क्या अनि यहाँ पनि छ एउटा चिज यो करेन्ट लाउने माछा थाप्ने चिज छ अनि हाम्रो यहाँनिर दुईवटा बडीगार्डहरू पनि करेन्ट लगाएर होइन माछा मारेर यति लिएर आउने कसले सबै पकायो जम्लो खोला पनि आइसकिसक्यौँ यता त खोला पनि तर्छ कुकुर पौडी पनि खेल्छ यो चाहिँ हाम्रो खोला भयो बुवा खोला हो यसको नाम मेरो भाइ हो त्यहाँनिर त सानो भाइ ऊ त्यहाँ हेर्न कोसी कतापट्टि जान्छ दिदी अरे अनि घोच्छ होला ढुङ्गाले बोक्दा हुन्छ त है
हामी पुलबाटेर खोला ठुलो छ नि त त्यही भएर पुलबाट यहाँनिर बिसाउनु भएको छ भारी तुङ्लो कुटेर बोकेर हिँडालु उता अहिले हेलो जतिखेर नि उठ अहिले हेन्सम छ र काबा छोरी जाउँ र जाउँ कसले सिकाएको हल्लाउनु हो त्यही भएर हल्लाउँदैछ खोला तर्नु अलिक रिक्स नै लिने का त्यही भएर हामी एक घरबाट जाँदैछौँ यहाँनिर नानी पनि छ बोक्नुपर्छ कस्तो छ नि त बाटो एक घरबाट हिँड्दैछु पानी बोक्नुपर्छ पानी आएन भने माथि रोडले बिगारेको छ अरे बाजे बनाउनु जानुभएको बनाउनु सक्नु भएन अरे अनि फर्केर आउँदैछ हामी दुःख पानी भएछ त बोकेर थाप्नु कति भयो डोको नबोकेको थाप्नु नै दुःख मेरो त यति पानीले डोको पनि त्यस्तै बाटो त्यस्तै अप्ठ्यारै बोत्तो घुम्नु लु हामी चाहिँ फर्क्यौँ है तपाईँ लाला झनै चुके झोली टोपी मैले चिन्डो बोकेर हिँडेको छु मेरो बहिनी यहाँनिर आऊ सानो यता ऊ बहिनीको झोला टुम्बे यस्तो छ मेरो देखाइदेऊ त कस्तो झोला सबै कोसेली हो मेरो मासुदेखि लिएर रक्सी पिम्पाने छ्याङ सबै छ कासगाडीको हालत त्यस्तो छ माथिदेखि हेर्दा कस्तो राम्रो छ तर खोक्रो क्या यो चाहिँ मेरो लाङ्गा है घरि आउँछौ ढल्केर राईमाईले गाउँ छोरो रे बाटो छेकिदेऊ कुन घुम्ती छोरोला राईमाईले जाऊ है जेठी पो त है साँच्ची राई जेठी जाऊ है राई ठुली खानी त पुग्साङो खानी त खायाङो माइलाले गाउँमै फर्कमा भनिदेऊ न राई माइलाले गाउँमै छोड्यो रे शिरमा ढाका टोपी घुममा कानी झोला डोलो चिन्सो आँखा खुकुरी होला नाम सोधे उसलाई छुझै हाँसिदेला कुरेको बुझिभित्र हाम्रो फोटो हो हामी चाहिँ राई माइलालाई खोज्नु हिँडेको है गाउँबाट सहर यसरी झोली ढेम्टा कुम्लो बोकेर झर्ना
झर्नालाई छोडेर गर्नु अब के भेटाइने हो पनि